Hi everyone, welcome to my daily vlogs. मैले भ्लगिङ गरेको पनि अब लगभग 80 दिन जति हुन लागिसक्यो हैन। बिहान उठ्ने बित्तिकै सबभन्दा पहिला चाहिँ मैले नुन पानी खाएँ किनकि मलाई हल्का हल्का जस्तो चिसो लागिरहेको थियो। अनि बिहानतिर चाहिँ भ्यू यस्तो देखिन्छ। म त्यसपछि फ्रेश भएँ हैन। पानी एकदमै चिसो थियो, लाइक म अब पुरा उठ्यो कि अनि हावा पनि चलिरहेको थियो, चिसो चिसो भएको थियो। सो मैले चाहिँ कफी बनाएँ आफ्नो लागि। अनि 8 बजेतिर चाहिँ घाम एकदम राम्रोसँग लागिसकेको थियो। म बाहिर बसेर घाम तापेँ। अनि यो सागको बारेमा कसलाई थाहा छ, कुन साग हो, कमेन्ट सेक्सनमा लेख्नु होला। त्यसपछि मैले आफ्नो लागि प्री वर्कआउटमा स्मुदी बनाउन थालेँ। यो भनेको बीपीडी स्मुदी हो मेरो स्टाइलमा। हामीले यसमा चाहिँ पपाया अनि केरा अनि त्यसपछि चाहिँ थोरै ड्राई नट्स हालेर अनि त्यसमा चाहिँ मैले आज 2 चम्चा जति चाहिँ मह हालेर चाहिँ स्मुदी बनाएँ हैन। अनि एकदमै टेस्टी भएको थियो। मैले यसमा पानी चाहिँ हालेन। पानी हाल्यो भने फेरि त्यो स्वादै हराउँछ कि स्वीट हुन्छ नि, त्यो स्वाद हराउँछ। सो त्यो खाइसकेपछि मैले आज तरकारीमा ब्रिन्जल बनाएँ अनि थोरै करेला पनि मिक्स गरेँ। मैले चाहिँ केही दिनसम्म अब आलु नखाने भनेर सोचेको छु किनकि मेरो पहिलाको भिडियोहरुमा हजुरहरूले धेरै आलु खानुभयो भन्नुहुन्थ्यो। अनि त्यही भएर चाहिँ मैले अब चाहिँ आलु नखाने केही समय सोचेँ। त्यसपछि दाल झाने खाना पकाएको यस्तै 45 मिनट पछि चाहिँ मैले आफ्नो वर्कआउट गरेँ। वर्कआउट गरेर मात्रै मैले खाना खान्छु सोचेँ थिएँ। अनि आज चाहिँ मैले लेग डे गरेको थिएँ हैन। अनि एकदमै लेग पेन भइरहेको थियो मेरो। त्यसपछि मैले 10 मिनट जति चाहिँ स्ट्रेचिङ गरेर वर्कआउट सकाएँ। अनि वर्कआउट गरेको 15 मिनट पछि चाहिँ मैले चिया सिड खाएँ हैन। चिया सिडमा थोरै हनी मिसाएर चाहिँ खाएँ। त्यस्तो गर्दा अलिकति गुलियो हुन्छ अनि मजाले मिठो पनि लाग्छ हैन। अनि यसले हाम्रो वेट लसमा पनि एकदमै हेल्प गर्छ, स्किन ग्लो गराउँछ। सो म सँगसँगै हाम्रो लुसी पनि त्यहाँ बाहिर बसेर घाम तापिरहेको थियो। अनि उसँग खेल्ने त मेरो डेली नै भइसक्यो आजभोलि। अनि यो चाहिँ हैन मैले एउटा भिडियो बनाउन लागेको छु यो सबै बारेमा। सो त्यसको लागि चाहिँ वेट गर्नु होला। अनि खानामा चाहिँ मैले दाल, भात अनि तरकारी र साग अनि थोरै चाहिँ डल्ले खुर्सानी खाएँ। त्यसपछि मैले एउटा चाहिँ बुक मगाएको थिएँ दराजबाट। डेलिभरी गर्ने दाइको चाहिँ फोन आएको थियो, आइसक्नु छ लोकेसनमा भनेर। सो म गएर चाहिँ लोकेसनबाट आफ्नो यो पार्सल रिसिभ गरेँ। अनि यो बुक चाहिँ हाम्रो डोपामिन डिटक्स भन्ने बुक हो हैन। मलाई अलि राम्रै लाग्यो। यो सानो पातलो पनि, पढ्न पनि त्यस्तो अल्छी नलाग्ने। त्यही भएर अनि मैले पढ्न पनि थालिहालेँ हल्का टिक लगाउँदै। सो मैले चाहिँ अनि जति पनि वर्डहरुमा टिक लगाएको थिएँ हैन, ती सबैलाई चाहिँ लेखेँ पनि मिनिङहरु, ताकि त्यस्तो गर्यो भने हाम्रो इंग्लिश अझै पनि इम्प्रुभ हुन्छ। दिउँसोतिर अब सबै काम सकिसकेपछि दिउँसोतिर चाहिँ मैले बारी खने। त्यहाँ चाहिँ अदुवाहरु रोपेको थिएँ मैले र एउटा बहिनीले हैन। सो त्यो अदुवाहरु चाहिँ निकाल्यौं। अनि यस्तै गरेर चाहिँ यस्तै 8-9 वटा चाहिँ अदुवा त्यो हामीले निकालिसकेको थियो। अनि दिउँसो 3 बजेतिर चाहिँ मैले फ्रुट्स खाएँ र थोरै ड्राई नट्स खाएँ। अनि मैले चाहिँ पियर प्याकेज खाएको थिएँ हैन। त्यसको लागि चाहिँ मलाई भिडियो बनाउनु पर्ने थियो। त्यही भएर चाहिँ मैले छिटो पहिला आफ्नो रुम सफा गरेँ अनि कपडाहरु मिलाएँ ताकि अगलबगलमा त्यस्तो केही पनि नदेखोस् भनेर। अनि यो मेरो चाहिँ स्पन्ज हो है। यो स्पन्ज चाहिँ मलाई फाल्न मन लागेन कि, सो मैले बिचबाट काटेर चाहिँ यसलाई अब हुन्छ नि यसरी चाहिँ युटिलाइज गर्ने भनेर सोचे। प्लिज जज नगर्नु होला ल। यो चाहिँ मेरो पियर प्याकेज हो। स्किन केयर र हेयर केयर सेट पाएको थिएँ हैन। अनि यस्तो दामी छ नि। मैले त्यो पियर भएको भएर त्यस्तो तारिफ गरेको हैन, तर म आफैलाई नै चाहिँ एकदमै राम्रो लाग्यो कि। सो मैले यो कपालमा र स्किनमा लगाइसकेपछि मेरो स्किन चाहिँ एकदम पिङ्किश ग्लो गरिरहेको थियो त्यतिखेर हैन। एकदम सफ्ट स्मुथ देखिरहेको थियो। अनि कपालबाट पनि मिठो मिठो बास्ना आएको थियो। सो मैले त्यो स्टेप गर्ने बेलामा चाहिँ स्टिम लगे फेसमा, भाँडा तताउने त्यो पानी तताउने भाँडामा। अनि फेस प्याकहरु लगाए हैन। अनि यो ग्रीन कलरको नीमको फेस प्याक हो। यो चाहिँ अलिकति गिलो भइहालेछ पानी बढी हालेर। सो मैले चाहिँ अनि कपडाले चाहिँ हल्का त्यहाँ ड्याब ड्याब गरेर सबै निकाले। र मलाई खेरा फेरि फाल्न मन लागेन, त्यही भएर चाहिँ मैले हातमा पनि लगाएँ अनि नुहाएँ है। अनि त्यस्तो गर्दाखेरि चाहिँ मलाई एकदमै चिसो लागिसकेको थियो भिडियो सुट गर्ने बेलामा। यो भिडियो चाहिँ मैले बनाएर मेरो टिकटक एकाउन्टमा हालेको छु हैन। हजुरले गएर हेर्नु होला, हेरिदिनु होला। अनि एकाउन्टको नाम चाहिँ मेरो सेल्फ केयर 957 छ। त्यसपछि काम सकेर चाहिँ म घाम ताप्न लागे। घाम चाहिँ एकदमै बबाल लागिरहेको थियो हैन। डाँडापारीको घाम हेर्नु न, आकाशमै गएर बस्ने जस्तो के मस्त लागेको थियो।
अनि एकैछिन तापे। त्यसपछि चाहिँ अब खाजा भने पनि खाना भने पनि मेरो चाहिँ यही नै हो हैन। आजको चाहिँ मैले सागलाई चाहिँ फ्राई गरेँ अनि त्यसपछि बिहान बचेको चाहिँ भात थियो त्यसलाई मुछे नुन हालेँ है पहिले अनि त्यसपछि कफीसँग खान चाहिँ एकदमै मिठो लाग्छ। तातो तातो तेलमा पनि मैले फुराएर राखेँ हैन अनि बनाएँ। मिठो भएको थियो। मलाई चाहिँ हजुरलाई चाहिँ मेरो फ्राई राइस लाग्यो। प्लिज मलाई भन्नु होला। मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। बाई।